सेवारो नमस्ते वेलकम ब्याक अनदर ब्लग अनि फर्स्ट अफ अल चाहिँ हजुरहरूलाई सबैलाई ह्याप्पी न्यू इयर। आज चाहिँ हामी पनि यो नयाँ सालमा घुम्न जाउँ न, केही रमाइलो गरौँ भनेर। टाइम चाहिँ 1 बजिसक्यो र पनि नजिकै जाने हो, यसो हामी पनि रमाइलो गरौँ न त भनेर होइन। धेरै दिन पछाडि मैले भिडियो हालिरहेको छु, जस्ट हेरिदिनु होला, इन्जोय गरिदिनु होला है त। अब हामी गएको है त। अब चाहिँ गाडी चढ्दै त गयो है त बुढाबुढी दिदीहरू चाहिँ उता सिटीमा आउँदै हुनुहुन्छ है त। धेरै छौँ, 8-9 जना 10 जना जस्तो हुन्छ होला। भाटपाटेनीमा आज लास्टै भिड रहेछ है हाम्रो दमको भाटपाटेनी यहाँ पनि आज लास्टै भिड रहेछ। हामी चाहिँ यहाँदेखि उता उर्लाबारी जाँदैछौँ। बुढाबुढी मात्रै छु मैले चाहिँ, साढे दिदीहरू आउँदै हुनुहुन्छ। आइपुग्यो यही खोलाको माथि सिरानमा गएर खानुपर्छ। यो कुन खोला हो थाहै भएन यार। रतुवा रतुवा त उता होइन नभए ए मौवा खोला अरे यो चाहिँ। हामी चाहिँ उर्लाबारी बजार आइपुग्यौँ। यहाँदेखि अलिकति टाइम लाग्छ। बाटो बनाउँदै रहेछ हौ बाटो। बुढा के हो बोल्नु न त, सुनसान छ त मेरो बुढा। हामी चाहिँ मङ्गलबारे पुगेर पनि भित्र सिमसार जाने बाटो छिर्दैछौँ। दिदीहरू चाहिँ अघि पुग्नु भयो अरे। हामी चाहिँ त्यहाँ पानी किनेर एकछिन खायौँ के, यस्तो तिर्खा लाग्यो होइन। अनि आज त नयाँ साल भएर होला, भिड त भिडै छ हौ। यस त्यस्तो धेरै भिड त होइन होला, ठिकै होला। पछाडि भाइहरू पनि आउँदै हुनुहुन्छ। आज गते भिडै होला। जस मान्छेहरूलाई इन्टरटेनमेन्ट चाहिँ चाहिने नै रहेछ है बुढा। त्यही त, यहाँबाट पुल काट्नुपर्छ अलिकति। यस्तो ठाउँ रहेछ है। ल सिमसार पुग्यो है अब चाहिँ। हाम्रो हिरोहरू यता हुनुहुन्छ, खोइ कता हराउनु भयो। ल ल ल ल यहाँ हामी 10 जना छौँ। 10 जना हजुरहरूको ल्याउनु ए उता यहाँ 10 जना हो। ल है ल फर्किहाल्नु भएको। के छ ल खै काजली अब टावर जस्तो पो देखिरहेको रहेछ। आज त शीतल भन्ने ठाउँ चाहिँ रहेन रहेछ है। थाङ हिन्दुङ सिम्बावे। आज पनि के मेला हो कि दुइटै होला नि। अब मेला त के बुझ्छ त नि। आज त ड्रेस लाएर फोटो खिच्ने हो। ड्रेस लाएर चाहिँ फोटो खिच्नु पर्ने यसरी। रहेछ माछा चाहिँ छाउनु चाहिँ। बुढा त्यो बोतल त डस्टबिनमा हाल्नुपर्छ। त्यसरी जताततै होइन हौ, डस्टबिनमा पर बाटोमा होला। त रहेछ त कोकै हान्दै हिँड्नुहुँदैछ त तपाईँ त। अनि आमा यता चाहिँ पोखरी पनि छ अनि अलिअलि यसो फोटोसुट गर्ने ठाउँ रहेछ। जङ्गल हाम्रो हिरोहरू युवाहरू अघि बढ्दै हुनुहुन्छ। त्यहाँ माथि चाहिँ डाँडामा सकिँदैन त्यहाँ चढ्न।
जस मेलै लागिरहेको रहेछ हो अनि अशोकजी के छ खबर अच्छा है ल ठिक छ छोटो छोटो पिउँछु नि हौ अनि एकछिन आउनु न एकछिन बस्ने त्यो गाडीको भयो नि उयो ल्याउनु पर्दैछ खत्तम भयो ल यता चाहिँ फोटो खिच्ने ठाउँमै हो माथि चाहिँ हामी पनि खिच्ने हो र नखिचौँ ल त्यही भिड रहेछ कता है माथि जानु कि ए ल ल ल ल ए जाने बुढा माथि म त नजाने माथि त अन्त पानी चाहिँ दिनु न तिर्खा लाग्यो क्या फोटो मात्रै खिच्ने इन्टरभ्यू लिउने भनेर म त पुरै यहाँ आइ आइसक्रिम सालको 2022 सालको सबै पाउँछ अब चाहिँ हामी यता खाने ठाउँमा छिर्न लागेको है लास्टमा चाहिँ यहाँबाट यसरी झर्नुपर्ने स्थिति आमा आज त नि के हो बस्ने ठाउँै पाइँदैन रहेछ त नि यहाँ चाहिँ यस्तो छ है त हेन बहिनी पारा के साह्रो भिड नि आज हाम्रो बस्ने ठाउँ भनेको यहाँ अगाडि है तर भिड पो होला है यहाँ बस्छौँ क्या सधैँ हामी धुवा उडेको हेर हाम्रो चाहिँ सेकमा पनि आयो यहाँ चाहिँ यता चाहिँ बहिनीको यता हाम्रो बहिनीहरू पारा चाहिँ हेरौँ न बसाइ सक्छ त कसैले मेरो खुट्टा यहाँ हेरौँ यहाँ चाहिँ लास्टै भिड रहेछ अब यहाँबाट निक्ल्यौँ हाम्रै सिमसारको आज सेकमा पार्टीमा आज चाहिँ पुरै मेला लागेर छ यस्तो छ जग्गा त्यहाँ बस्ने ठाउँहरू पुरै भिड छ पुरै भिड पनि पाउन मुस्किल भएको थिएन आज हजुर बल्ल बल्ल पर्खिँदा वरर पर छुट्दाखेरि खुट्टा नै गलिसक्यो बल्ल अहिले ठाउँ पाएर चाहिँ खानको लागि हामीले अर्डर गरिसकेका छौँ र चटपटे नानीहरूको लागि आइसकेका छ देखाइदिनु अब हाम्रो चाहिँ आउन बाँकी नै छ
चटपटे आऊ आउनु बहिनी आउनु के हो खिच्नु अब 2082 सालको चाहिँ मेला लागिरहेछ अनि तपाईहरु के खानुहुन्छ तपाईहरु हामी के खाऊ यो रेड बुल सबैले रेड बुल खान्छ हो सबैले रेड बुल खाऊ दाजु र मैले एउटै तङ्गा मात्र खाएको पाउँथे अझै सारा खावला लिने फर्किने मान्छे फर्किने यता पानी पर्छ अनि यस्तो घाममा अनि माटो फेरि सुकिहाल्छ नि थियो नि अब के गर्नु यस्तै कच्ची नै थियो त हामी त यहाँ त कति आउँछौँ कि यताबाट नि बाटो जान्छ जानु चाहिँ तर तल खोलामा चाहिँ अलिकति गाह्रो छ हौ आजको लागि ड्राइभर हो मेरो बुढाले चाहिँ सेको खाँदैछ नि यहाँ ल खानु न खानु दाजु चाहिँ ससुरालीमा आएर तङ्बा खाँदै हुन्छ नि यसलाई चाहिँ लास्टै बिजोग भएको छ अरे आज ओ यसलाई टोइलेट लगिहाल अझै मासु ढुन्दै नै छ चटनीमा नुन चर्को भएछ बुढा यहाँ पनि नुन कम लगाइदिन भनेर भनेको क्या मैले अब म पनि खाएँ त अब चाहिँ सेकमा खाएर घर जाने तयारीमा छौँ त होइन आज परिणामले के सेकमा खाइभयो नि एमपी रमाइलो भयो किन मन परेन किन मिठो लागेन मिठो थियो त नि एकदम सेकमा मङ्गलबार सिमसार हाम्रो ग्रुपलाई आजको ग्रुप टोली यही छ आजको न्यु इयरको 2082 को बवाल मनाइ भयो ल है अब चाहिँ हामीले यहाँ सेकवा पनि खाइयो भ्याइयो फोटो खिच्यो अब चाहिँ घर फर्किनु पर्यो नि त घर जानु पर्यो 2082 सालको के भन्छ वैशाख 1 गते रमाइलो गर्न आएका छौँ सिमसार खाइयो तङ्बा खाइयो अनि हिँड्यो मङ्गलबारेको ल अब चाहिँ भिडियो यहीँसम्म बिदा गरेको है त
ल बाई